वसुदेवसुतं देवं कंसचाडूरमर्दनं देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुं। नमस्कार दर्शकबिन्दहरू, म धर्मेन्द्र कृष्ण पौडेल यहाँहरूको माझमा उपस्थित भइसकेको छु। दर्शकबिन्दहरू, यहाँहरूको लागि आजको दिनको दैनिक राशिफल लिएर सर्वप्रथम त समस्त जति पनि दर्शकबिन्दहरू यस कार्यक्रमलाई हेरिरहनु भएको छ, यहाँहरू सबैलाई धर्म टिभी नेपाल धर्मेन्द्र कृष्ण पौडेल यस युट्युब च्यानलमा यहाँहरूलाई सबैलाई स्वागत छ। र प्रत्येक दिन यहाँहरूले दैनिक राशिफलको साथमा यहाँहरूको आफ्नो दिनको सुरुवात गर्दै हुनुहुन्छ र अवश्य पनि कतिको राशिको विषयवस्तु यहाँहरूको जीवनमा घटित हुँदैछ ती कुराहरू पनि हजुरले कमेन्ट सेक्सनमा अवश्य पनि लेख्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ कार्यक्रम र राधे राधे भन्न नबिर्सिनुहोस् है। र दर्शकबिन्दहरू, जीवनमा जब कठिनाइ आउँछ, जीवनमा जब समस्या आउँछ, जीवनमा जब सङ्घर्ष आउँछ, जब एउटा अज्ञात भएले मनलाई सताउँछ त कसको शरणमा जाने भन्ने कुराकानीमा चाहिँ सदैव श्री हरिको शरणमा जाने। र दर्शकबिन्दहरू, भगवानको नाममा धेरै ताकत छ। भगवानको नामको स्मरण गरौँ र जीवनमा जब सङ्घर्ष आउँछ त हामीसँग अरू केही पनि हुँदैन, हामीसँग हुने भनेको भगवानको नाम हो, भगवानको आसरा हो। त्यस कारणले गर्दाखेरि आसरा इस जहाँ का मिले ना मिले मुझे तेरा सहारा सदा चाहिए भन्ने एउटा हिन्दी भजन, बडा सुन्दर भजन छ। त भगवानको आसरा हामीलाई प्राप्त भयो भने हामीले सबै कुरा, सबै कठिनाइ हामीले टाढा बनाउन सक्छौँ। जसरी द्रौपदीले टाढा बनाइन् होइन र, द्रौपदीले सबैलाई पुकारिन् तर द्रौपदीको कसैले सुन्यो र? कसैले सुनेन। आफ्नै श्रीमानले त सुनेनन्, राजाले सुनेनन्, यहाँसम्म कि भीष्म पितामह उहाँले पनि सुनेनन्। परम धर्मात्मा, परम ब्रह्मचारी, नैष्ठिक ब्रह्मचारी, तर उहाँको अगाडि नै पुत्रवधूलाई नग्न पार्दाखेरि पनि भीष्म पितामह केही बोल्न सकेनन्, किनकि उनी पनि काहीँ न काहीँ केही न केही कुराबाट बाँधिएका थिए। त्यस कारणले दर्शकहरू, जो संसारसँग बाँधिएको छ उसँग के आश गर्ने? जो आफै बाँधिएको छ उसले कसरी अरूलाई मुक्त गर्न सक्छ? त्यस कारणले गर्दा गुरुजनले हजुरलाई उपदेश दिने हो भगवानको लागि। गुरु सर्वथा ठिक छ, हामीले गुरुलाई मान्नुपर्छ, तर गुरु भगवानकै स्वरूप पनि हुनुहुन्छ। तर यदि कुनै गुरुले चाहिँ मेरो पूजा गर, भगवानको पूजा नगर भनेर भन्छन् भने ती गुरु ठिक होइन। आफू अगाडि राखेर भगवानलाई पछाडि राख्छन् भने तिनी गुरु ठिक होइनन् भन्ने बुझ्नुपर्छ। हेर्नुहोस् न, भीष्म पितामह जस्ता व्यक्ति त यदि बन्धनबाट युक्त भयो भने आजकलका आम जनमानसको कुरा त के गर्ने? त्यस कारणले गर्दाखेरि उहाँले जब भगवानलाई पुकार्नुभयो द्रौपदीले, त भगवानले उहाँको सुन्नुभयो होइन र। त्यस कारणले गर्दाखेरि हामीले एउटा कुरा के बुझौँ भन्दा, जीवनका जति पनि कठिनाइ, जीवनका जति पनि सङ्घर्ष छन्, रुनुपर्छ, कहिलेकाहीँ रुनुपर्छ, तर दुनियाँको अगाडि होइन। जगतको अगाडि रुनुभयो भने जगतले तपाईँको आँसुको मूल्य बुझ्दैन। जगदीशको अगाडि रुनुपर्छ। यदि जगदीशको अगाडि रोयो भने जसरी नारी है कि सारी है कि सारी है कि नारी है, नारी बीच सारी है कि सारी बीच नारी है, भगवान श्रीकृष्णले अनुकम्पा गर्नुभयो द्रौपदीमाथि र द्रौपदी पनि अन्तिममा भगवानकै शरणमा पुगिन् र भगवानले रक्षा गर्नुभयो, उहाँको शीलको, उहाँको सम्मानको रक्षा गर्नुभयो। त दर्शकबिन्दहरू, हामीले सदैव भगवानको नामलाई कहिले पनि बिर्सिनु भएन। जीवनको प्रत्येक सङ्कटकालमा केही नगरौँ, झोलीमाला हातमा लिऊँ, नाम जप गरौँ। नाम जपमा धेरै शक्ति छ। दर्शकबिन्दहरू, आउनुहोस् अब हामी ढिला नगरी आजको दिनको पञ्चाङ्गको कुराकानी गरौँ। आज मिति 2082 साल कार्तिक महिनाको 27 गते रहेको छ। आजको दिनको बार जो रहेको छ, देवगुरु बृहस्पति मालिक बनेका छन् र बार रहेको छ बिहिबार र मङ्सिर कृष्ण पक्ष, नवमी कृष्ण पक्ष, माघ महिना नवमी कृष्ण पक्ष, मघा नक्षत्र। दर्शकबिन्दहरू, ब्रह्म नाम गरेको योग, तैतिल नाम गरेको करण र सिंह राशिमा चन्द्रमा परिभ्रमण गर्दै हुनुहुन्छ। अन्य जति पनि ग्रहहरूको अवस्था हेर्दाखेरि चन्द्रमा केतु सिंह राशिमा, सूर्य शुक्र तुला राशिमा, मङ्गल बुध वृश्चिक राशिमा, शनि राहु कुम्भ राशिमा, बृहस्पति कर्कट राशिमा नै परिभ्रमण गर्दै हुनुहुन्छ, उच्च अवस्थामा हुनुहुन्छ। र दर्शकबिन्दहरू, त्यस्तै गरी आजको दिनको अभिजित मुहुर्तको कुराकानी त गर्नै पर्यो र यस समयमा कुनै पनि शुभ या माङ्गलिक कार्य गर्न सकिनेछ। अभिजित मुहुर्त भगवान श्री हरिलाई अत्यन्त प्रिय छ। भगवान श्री हरिले चाहिँ मुहुर्तहरूमा म अभिजित हो भनेर भन्नुभएको छ। त्यस कारणले गर्दा अभिजित मुहुर्त सदैव सुन्दर, राम्रो, भगवान श्रीरामको विशेष मुहुर्त र 11:25 देखि 12:08 यो समय छ। राहुकालको समय छ 1:08 2 2:28 यस समयमा चाहिँ कुनै पनि शुभ या माङ्गलिक कार्य गर्नु हुँदैन। आजको दिन केही अशुभ योगहरू बनेका छन्, जसमध्ये एउटा मृत्यु योग छ, अर्को हुतासन योग छ,
यात्रा गर्नबाट जोगिन सकेसम्म यात्रा नगरौँ, गर्नै पर्छ भने भगवान् गणेशजीको आराधना गरेर अनि मात्र यात्रालाई प्रारम्भ गर्नुपर्ने हुन्छ। आफ्ना कुलहरूलाई कहिले बिर्सिनु हुँदैन। यात्रा गर्नुभन्दा अघि यस्ता अशुभ योग बनेको बेलामा आफ्नो कुल देवताहरूलाई पितृहरूलाई सम्झेर भगवान् गणेशजीलाई हे गणेश भगवान् सबै विघ्नहरू हर्नुहोस् भनेर दुबो यसो चढाएर अनि त्यसपछि यात्रा गर्नुहोस्, सबै कुरा सबै शुभ हुनेछ। आजको दिनको अमृत बेलाको कुरा गरौँ भने दिउँसोको 1:08 देखि 2:21 छ र यो रह्यो आजको दिनको बारबेला चक्रको आधारको स्थिति। र दर्शकवृन्द पुराण श्रवण चक्र पनि मैले भनिदिने गरेको छु, धर्म प्राप्तिको योग बन्दैछ, राम्रो योग बनेको छ आजको दिन। चन्द्रमा पूर्वमा अहोरात्र परिभ्रमण गर्दै हुनुहुन्छ। दर्शकवृन्द यो आजको दिनको सम्पूर्ण ग्रह गोचरको स्थिति 9वटै ग्रह कता कता तारामण्डलमा कहाँ बसेका छन् र हामीलाई दुःख प्रदान या सुख प्रदान गरिराखेका छन् र हाम्रो जीवनमा प्रत्येक पल परिवर्तनका क्षणहरू हामीलाई प्रदान गर्दैछन् र हामीले ती कुराहरू भोग्नै पर्छ है। त्यसकारणले गर्दा सुकृत कर्म गर्ने, सत्कर्मको माध्यमबाट सबै कुराहरू आफै ठिक हुँदै जान्छ दर्शकवृन्दहरू भन्ने कुराकानी राख्दै अब आउनुहोस् दर्शकवृन्दहरू मेष राशिदेखि मीन राशि पर्यन्त द्वादश राशिफलमा हामी प्रवेश गरौँ। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। सन्तानको प्रगतिलाई लिएर मनमा अलिकति चिन्ता व्यग्र स्थिति निर्माण भएको छ। कुनै कुरालाई लिएर तपाईँ परेशान हुन सक्नुहुन्छ। सन्तान सम्बन्धित विषयवस्तुलाई लिएर कि सन्तानका केही कुराहरू अगाडि बढ्न खोजिरहेछन् जो अलिकति समस्यामा परेका छन्, विवाह इत्यादिका कुराहरूमा पनि चिन्ता हुन सक्छ सन्तानको लागि। त विविध प्रकारका समस्याहरू मेष राशि हुनेहरूको लागि आजको दिन अलिकति रहेको देखियो। सन्तान सम्बन्धित आर्थिक कारोबारमा चाहिँ सफलताका स्थितिहरू निर्माण भएका छन् र कानुनी पक्ष सबल रहनेछ। कुनै प्रकारको कोर्ट कचहरीमा मुद्दा मामिला खेपिरहनु भएको छ भने त्यहाँबाट शुभ समाचारका सङ्केतहरू पनि प्राप्त भएका छन्। अन्य पक्षहरू पनि शानदार छन्। मेहनत गरे बापत विशेष सफलताका योगहरू पनि निर्माण भएका छन्। गणेशजीको आराधना गरेर दिनको सुरुवात गरौँ। आजको शुभ रङ्ग बैजनी हो भने शुभ अङ्क 4 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 75%। वृष राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू र पारिवारिक जमघटको बीच रमाइलो आनन्द प्राप्त हुँदैछ, रमाइलो समयहरू व्यतीत हुँदैछ। परिवारमा केही कुराकानी सुन्दर चलिरहेछन्, भलाखुसारी गर्न सक्नुहुन्छ, कसैसँग बसेर केही मन हल्का गर्न सक्नुहुन्छ। कुनै कुरालाई लिएर परेशान हुनुहुन्छ भने जग्गा जमिनबाट विशेष लाभार्जनका योगहरू निर्माण भएका छन् र जग्गा जमिनबाट केही सुन्दर योगहरू रियल इस्टेट सम्बन्धित काममा हुनुहुन्छ भने, प्रपर्टी डिलर हुनुहुन्छ भने या फेरि कुनै पनि प्रकारको ब्रोकर सम्बन्धित काम गर्नुहुन्छ भने आजको दिन केही नयाँ अनुबन्धहरू प्राप्त हुने सम्भावनाहरू, केही नयाँ क्लाइन्टहरू थपिने सम्भावनाहरू तपाईँको लागि पनि राखेको छ जो अति उत्तम हो, अति राम्रो। भविष्यलाई लिएर केही नयाँ योजनाहरू पनि निर्माण गर्न सकिनेछ जो अत्यन्त राम्रा पनि हुनेछन्। प्लानिङ्सहरू राम्रो गर्नुहुन्छ आजको दिन, नियोजन राम्रो बन्दैछ। म्यानेजमेन्ट फिल्डको विद्यार्थी हुनुहुन्छ भने त आजको दिन अति नै उत्तम रहेको देखियो। ब्याङ्किङ सेक्टरबाट हुनुहुन्छ भने पनि केही राम्रा योगहरू अगाडि बढ्नेछन्। आजको दिन तपाईँले विशेष गरी भैरवजीको आराधना गर्नुहोस् र दिनको सुरुवात गर्नुहोस्। शत्रुहरूबाट अलिकति टाढा रहने प्रयास गरौँ। आजको शुभ रङ गुलाबी हो भने शुभ अङ्क 8 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 80%। मिथुन राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शक वृन्दहरू। साहसिक कार्य गर्ने समय रहेको छ, सङ्गठित भएर कार्य गर्ने समय रहेको छ, सबैलाई आफ्नो बनाउने समय रहेको छ, सबैसँग मिलेर कार्य गर्ने समय रहेको छ। त सामाजिक क्षेत्रमा त तपाईँको भूमिका अत्यन्त श्रेष्ठ रहेको देखियो र साथै जहाँ सङ्गठन त्यहाँ राजनीति, त राजनीति क्षेत्रबाट पनि सुन्दर योगहरू बनेका छन्। योजना विपरीत कार्य नगर्नु होला, यो कुरालाई विशेष ध्यान दिनुहोस्। योजना अनुसार होइन कार्यलाई अगाडि बढाउनु पर्यो। कार्यक्षेत्रमा नयाँ अवसरहरू हात लाग्नेछन् जसले गर्दाखेरि अत्यन्त राम्रा सुन्दर सुअवसरहरू प्राप्त हुनेछन्। आर्थिक लाभका स्थितिहरू निर्माण हुनेछन्। सानो प्रयासले पनि राम्रो लाभ आर्जन गर्न सकिला आजको दिन र अवश्य पनि आर्थिक क्षेत्रबाट अत्यन्त उन्नत स्थितिहरू निर्माण भएको छ। आजको दिन विशेष गरी गणेशजीलाई दुबो चढाइदिनुहोस् र दिनको सुरुवात गर्नुहोस्। आजको शुभ रङ केसरी हो भने शुभ अङ्क 4 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 90%। कर्कट राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकवृन्दहरू। तत्काल फाइदा हेरेर कार्य गर्दा पछि पछुतो लागेर, त्यस कारणले गर्दाखेरि समयानुसार अलिकति मेहनत गरेर मात्रै कार्यलाई अगाडि बढाउनुहोस् र फाइदा मात्रै हेरेर कार्य नगरौँ। अर्थात् अहिलेको लागि मात्रै फाइदा नै हेरौँ। दूरदर्शिताको आधारमा डिसिजन मेकिङ पावर हुनुपर्छ। अलिकति टाढाको विषयवस्तुलाई हेरेर अहिलेको लागि मात्रै हेरेर गर्नुभयो भने भविष्यलाई हानि वा नोक्सानी पनि बन्न सक्छ। यो कुरालाई विशेष रूपमा ध्यान दिनुहोस्। फजुल खर्चबाट जोगिनुहोस्, फजुल खर्च नगरौँ र शैक्षिक क्षेत्र फराकिलो हुनेछ आजको दिन। विद्यार्थीहरूको तर्क शक्तिमा
वृद्धि, लगनशीलतामा वृद्धि, थप उत्साहमा वृद्धि रहेको देखिएको छ। स्पोर्ट्स पर्सन हुनुहुन्छ भने त केही सुन्दर सुरम्य वातावरण तपाईँको लागि ग्रहहरूले निर्माण गरिराखेका छन्। सिङ्गर हुनुहुन्छ भने आजको दिन तपाईँको लागि अति राम्रो, केही नयाँ अनुबन्धहरू प्राप्त गर्नुहुन्छ। आजको दिन तपाईँले विशेष गरी भगवान भोलेनाथलाई सम्झिनुहोस् र दिनको सुरुवात गर्नुहोस्। आजको शुभ रङ नीलो हो भने शुभ अङ्क 2 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 75%। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, मान सम्मानमा वृद्धिका योग बनेका छन्। सामाजिक क्षेत्रमा पद प्रतिष्ठाका योगहरू बनेका छन्। घरमा आगन्तुकहरूको आगमन हुनेछ। लगनशीलताले काममा फाइदा दिलाउनेछ। मेहनत गरे बापत विशेष सफलताका योग छन्। कर्मयोगी हुनुहुन्छ भने दिन तपाईँको लागि अनुकूल साबित हुँदैछ। दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। सबभन्दा राम्रो कुरा आजको दिनको जे कार्य गर्नुहुन्छ भविष्यलाई लिएर गर्नुहुन्छ, भविष्यलाई अगाडि राखेर गर्नुहुन्छ, जो अति उत्तम छ, अति राम्रो छ। भौतिक प्रतिस्पर्धामा विजयी भइनेछ। त्यहाँबाट केही राम्रा योगहरू निर्माण भएका छन्। यदि कुनै प्रकारको बौद्धिक विषयवस्तु सम्बन्धित कुनै प्रकारको स्पोर्ट्स पर्सन हुनुहुन्छ भने पनि दिन तपाईँको लागि अनुकूल साबित हुँदैछ। मेहनती हुनुहुन्छ, पराक्रमी हुनुहुन्छ। आत्मबल आजको दिन वृद्धि रहेको देखिएको छ। कुल मिलाएर दिन ठिक छ। भगवान सूर्यको आराधना गरेर दिनको सुरुवात गरौँ। आजको शुभ रङ पहेँलो भने शुभ अङ्क 4 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 80%। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, सहयोगीहरूको साथ मिल्नाले चिताएका तपाईँका सबै कार्यहरू सम्पादन हुनेछन्। कर्मक्षेत्रमा राम्रा योगहरू निर्माण पनि हुनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। स्वास्थ्यप्रति सजग रहनुहोस्। पेट सम्बन्धित कुनै शिकायत हुने सम्भावनाहरू पनि रहेको देखिएको छ। संयमित व्यवहारले व्यावहारिक पक्ष तपाईँको सबल रहनेछ र व्यावहारिक पक्षलाई अझै पुष्ट र राम्रो गर्ने प्रयास गर्नुहोस्। छरछिमेकीसँग व्यर्थको वाद विवादमा उल्झिन सक्नुहुन्छ। त्यसर्थ सचेत र सावधान रहने प्रयास गर्नुहोला। बाँकी पक्षहरू पनि शानदार छन्। कुनै प्रकारको जलीय रोग, चिसोबाट समस्या छ भने आफ्नो स्वास्थ्यप्रति अझै सावधानी राख्नुपर्ने हुन्छ र नचिनेका मानिसमाथि पूर्ण रूपले विश्वास नगरौँ। घरमा कुनै प्रकारको अन्जान व्यक्तिलाई प्रवेश नगरौँ। आजको दिन कुनै तपाईँको वस्तु इत्यादि पनि हराउन सक्छ, ध्यान दिनुहोस्। आजको शुभ रङ नीलो भने शुभ अङ्क 3 रहेको छ। आजको दिन विशेष गरी भगवान विष्णुको आराधना गरेर दिनको सुरुवात गरौँ। भाग्य प्रतिशतको कुरा गरौँ भने 70% आजको दिन तपाईँको प्राप्त भएको छ। तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, सञ्चित धनमा वृद्धि हुनेछ। सँगै उठ्ने थप रकम तपाईँको उठ्नेछ। अर्थात् जुन धन तपाईँको अड्किएको थियो, फसेको थियो, त्यहाँबाट केही शुभ समाचारहरू प्राप्त भएका छन्। व्यापार व्यवसाय वा ठेकापट्टा सम्बन्धी कामबाट विशेष लाभका स्थितिहरू पनि निर्माण भएका छन्, जो अत्यन्त श्रेष्ठ रहेका छन्। र विशेष गरी आजको दिन केही रियल एस्टेट सम्बन्धित कामबाट पनि लाभ लिन सकिनेछ। निर्माण सम्बन्धित कामबाट अत्यन्त राम्रा योगहरू निर्माण भएका छन्। आफूभन्दा ठुलाको साथ र सहयोग मिल्नेछ र आजको दिन विशेष गरी वृद्ध जनहरूको साथमा बसेर केही भलाकुसारी गर्नुभयो भने केही जीवनका अनुभवहरू बटुल्न सक्नुहुन्छ। केही कुराहरू त्यसै पनि गरौँ, त्यसै पनि आफ्नो समयलाई केही वृद्धहरूलाई प्रदान गरौँ। केही कुरा सिक्न सक्नुहुन्छ, केही अनुभव प्राप्त गर्न सक्नुहुन्छ। आत्मचिन्तन र आत्ममन्थन गर्ने समय रहेको छ। जे कुरा नराम्रा रहेका छन् पहिलाका, ती कुराहरूलाई सुधार्ने समय आजको दिन रहेको छ। अन्य पक्षहरू शानदार छन् दर्शकबिन्दुहरू। मेहनत गरे बापत विशेष सफलताका योग छन्। आजको शुभ रङ सेतो भने शुभ अङ्क 4 रहेको छ। विशेष गरी आजको दिन भगवतीको आराधना गरेर दिनको सुरुवात गर्नुहोला। भाग्य प्रतिशतको कुरा गरौँ भने 75%। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, पुरुषार्थी कार्य सम्पादन गर्ने समय रहेको छ। अर्थात् मेहनत र पराक्रमको स्थिति मजबुत रहेको देखियो, सबल रहेको देखियो र जुन कार्य धेरै समयदेखि भएका थिएन, अगाडि बढेर अगाडि चढेर तपाईँले गर्नुपर्ने हुन्छ। अर्थात् सामाजिक क्षेत्रमा पनि अभियन्ताको रूपमा काम गर्नुहुन्छ भने मुख्य पात्र बनेर कार्य गरौँ। पछाडि ब्याकसाइडमा रहेर कार्य नगरौँ, अगाडि आएर कार्य गरौँ। प्रेजेन्टेसन तपाईँको राम्रो छ, कुनै प्रकारको इन्टरभ्यू इत्यादि दिँदै हुनुहुन्छ भने आजको दिन राम्रो छ। अहङ्कारको वृद्धि नहोस्, यो कुरालाई लिएर विशेष सावधानी राख्नुहोला। विद्यार्थीहरूलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्ने योगहरू बनेका छन्, किनकि आजको दिन तपाईँको आत्मबल, मनोबल अत्यन्त श्रेष्ठ रहेको देखिएको छ। त्यसर्थ धेरै कार्यहरू तपाईँले आजको दिन यदि गर्नुभयो भने सम्भावना यस्तो छ कि त्यो सफलै हुन्छ। बाँकी पिताको साथ र सहयोग पनि मिल्नेछ। कर्मक्षेत्र राम्रो रहेको देखिएको छ र आजको दिन स्वास्थ्यमा पनि सुधारका योग छन्। नवीन ऊर्जाको सञ्चय हुँदैछ। आजको दिन विशेष गरी भगवान भोलेनाथको आराधना गर्नुहोस्, दिनको सुरुवात गर्नुहोस्। आजको शुभ रङ रातो भने शुभ अङ्क 8 रहेको छ। भाग्य प्रतिशतको कुरा गरौँ भने 80%। धनु राशि।
धनु राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, नोकरी वा पेसामा नयाँ जिम्मेवारी प्राप्त हुँदैछ र आजको दिन तपाईँले अलिकति आफूलाई अलिकति थाकेको महसुस गर्न सक्नुहुन्छ। व्यस्तता भरा दिन तर लाभदायी दिन भन्छु मैले। लगनशीलताले लाभ दिलाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने सुन्दर सुअवसर प्राप्त भएको छ। अर्थात् माननीय जनहरू, गणमान्य जनहरू, राजनीतिक परिपाटीका विषयवस्तुका मानिसहरूसँग केही कुराहरू तपाईँका अगाडि बढ्नेछन् र त्यहाँबाट केही लाभ पनि लिन सकिएला। अन्य पक्षहरू पनि शानदार छन् र आजको दिन अलिकति धर्म कर्ममा रुचिगत स्थिति र धर्म कर्मप्रति मन जाने, अध्यात्मप्रति अत्यन्त राम्रा स्थितिहरू, विवेकशील हुनुहुन्छ, विचारपूर्ण ढङ्गबाट आजको दिन निर्णय लिनुहुन्छ, अरूलाई राम्रो सजेसन दिनुहुन्छ, लयर हुनुहुन्छ, ज्योतिषी हुनुहुन्छ, पण्डित हुनुहुन्छ, पुरोहित हुनुहुन्छ या अन्य प्रकारको कुनै पेसा जुन पेसाबाट तपाईँ बोलेर अरूलाई तपाईँले ठिक गर्नुहुन्छ, ती सबै कुराहरूमा अत्यन्त राम्रा योगहरू ग्रहहरूले निर्माण गरिरहेका छन्। आजको दिन विशेष गरी भगवान विष्णुलाई तपाईँले तुलसीको दल अर्पण गरेर दिनको सुरुवात गरौँ। आजको शुभ रङ हरियो भने शुभ अङ्क 3 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 75%। मकर राशि। मकर राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला, त्यसर्थ खर्चमा नियन्त्रण गरौँ। व्यर्थको विषयवस्तुमा खर्च सकेसम्म नगरौँ। आवश्यक वस्तु जुटाउन केही समय लाग्नेछ, त्यसकारणले गर्दाखेरि अन्धाधुन्ध रूपमा कुनै पनि प्रकारको लोन इत्यादि लिएर यो लिनै पर्छ भन्ने भाव मनमा नराखौँ। यदि कुनै लिने कुरा रहेको छ भने पनि समय दिनुहोस्, प्रतीक्षा गरौँ, सबै कुरा राम्रो हुन्छ। अरूलाई सल्लाह दिनबाट बच्नुहोस्, कसैलाई पनि व्यर्थमा सल्लाह नदिने गरौँ र यदि कसैले माग्दैछ भने पनि विचार पुर्याएर दिनु होला। अध्यात्मतिर राम्रो झुकाव बढ्नेछ, धर्म कर्ममा प्रवृत्त भइएला, कुनै प्रकारको मठ मन्दिरको दर्शन पनि प्राप्त होला। आजको दिन विशेष गरी हनुमानजीको आराधना गरेर दिनको सुरुवात गरौँ। आजको शुभ रङ केसरी हो भने शुभ अङ्क 7 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 80%। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, ठुलो फाइदाको लागि केही वस्तु त्याग गर्नु पर्ला, केही कुराहरू छोड्नु पर्ला, तर मनमा धेरै असन्तुष्टताको भावना जागृत हुन नदिनुहोस्, किनकि केही कुरा पाउँदै पनि हुनुहुन्छ। साझेदारी व्यापारबाट लाभका स्थिति निर्माण भएका छन्। व्यापार व्यवसायमा जीवनसाथीको पनि साथ र सहयोग मिल्नेछ, जो अत्यन्त सुन्दर र राम्रो रहेको देखिएको छ तपाईँको लागि। अन्य पक्षहरू पनि शानदार छन् आजको दिन विशेष गरी र कर्म क्षेत्रमा राम्रा योगहरू निर्माण भएका छन्। परिजनहरूसँग भेटघाटका सुन्दर योगहरू छन्। आफन्तहरूका आगमनका स्थितिहरू घरमा बनिरहेका छन्। घरमा कुनै प्रकारको उत्सवको माहौल बन्न सक्छ। घरमा कुनै प्रकारको विवाह सम्बन्धित विषयवस्तुलाई लिएर छलफल पनि हुन सक्छ। केही शुभ कर्मको लागि छलफल हुन सक्छ भन्ने कुरा आजको दिन ग्रहले जनाइरहेका छन्। आजको दिन विशेष गरी भगवान श्रीकृष्णको आराधना गरेर दिनको सुरुवात गरौँ। आजको शुभ रङ सुन्तला हो भने शुभ अङ्क 2 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 75%। मीन राशि। मीन राशि हुनेहरूका लागि आजको दिनको स्थिति हेरौँ दर्शकबिन्दुहरू, प्रतियोगी परीक्षामा विशेष सफलताका योगहरू निर्माण भएका छन्। विश्वास पात्रबाट धोका मिल्न सक्छ, त्यसर्थ सचेत र सावधान रहनुपर्ने हुन्छ। जो माथि विश्वास गर्नुभएको छ त्यहीँबाट अलिकति नकारात्मक स्थितिहरू, त्यसर्थ अरूमाथि कुनै पनि काम पूर्णतया नछोडौँ, आफूले पनि गरौँ। र अन्य पक्षहरू शानदार छन्। कार्यक्षेत्रमा कार्य दोहोऱ्याएर गर्दा सफलताका स्थितिहरू निर्माण भएका छन्। वित्तीय या सहकारी संस्थाबाट हुनुहुन्छ, ब्याङ्किङ सेक्टरबाट हुनुहुन्छ भने काम गर्दा अलिक सचेत भएर गर्नुपर्ने हुन्छ। विशेष गरी आर्थिक विषयवस्तुलाई लिएर जति पनि गरिएका कार्यहरू छन् ती कार्यहरूलाई एकपल्ट फेरि पुनः रिचेक गर्नुपर्ने हुन्छ। तपाईँले एकपल्ट पुनः हेर्नुपर्ने हुन्छ। कुनै पनि प्रकारको साइन इत्यादि गर्दै हुनुहुन्छ भने सचेत भएर गर्नुहोला। आजको दिन शत्रुहरू सक्रिय छन्, तपाईँलाई हानि वा नोक्सानी पुर्याउन सक्छन् पेपर वर्कको माध्यमबाट पनि, त्यसकारणले सावधान रहनुहोस् र सवारी साधन चलाउँदाखेरि पनि विशेष सावधानी आजको दिन राख्नुपर्ने हुन्छ। विशेष गरी आजको दिन भगवान भैरवको आराधना गरेर दिनको सुरुवात गरौँ। आजको शुभ रङ नीलो हो भने शुभ अङ्क 6 रहेको छ। आजको दिन तपाईँको भाग्य प्रतिशत रहेको छ 65%। तो दर्शकवृन्द, यो रह्यो आजको दिनको सम्पूर्ण मेष राशिदेखि मीन राशि पर्यन्त 12 राशिफल। भगवानको खुब नाम जप्नुहोस् र अगाडि बढ्नुहोस्। अहिलेको लागि म धर्मेन्द्र कृष्ण पौडेल, धर्म टिभी नेपाल, धर्मेन्द्र कृष्ण पौडेल युट्युब च्यानलको माध्यमबाट यहाँहरूसँग बिदा लिन चाहन्छु। फेरि पुनः यहाँहरूको बिचमा उपस्थित हुनेछु भविष्य दर्पण कार्यक्रम लिएर। जति पनि दर्शकवृन्दलाई चिना विश्लेषण इत्यादि गराउनु छ यहाँहरूले सिधै सम्पर्क गर्दा हुन्छ। मसँग यहाँहरूको टेलिभिजन स्क्रिनमा नम्बर प्रदान पनि गरिएको छ, मोबाइल स्क्रिनमा पनि हेर्न सक्नुहुनेछ। चिना विश्लेषणको लागि फोन गरौँ भनेर नम्बर प्रदान गरिएको छ। दर्शकवृन्दहरू, अहिलेको लागि सबैको दिन शुभ रहोस्। भगवान पशुपतिनाथले सबैको रक्षा गरून्। राधे राधे।